नमस्ते नमस्कार साथीहरू। अलिकता दुईटा क्लिप एउटा क्लिप र दुईटा क्लिप तपाईँहरू हेर्नु। म यो क्लिप देखाउँछु, अलिकता हेर्नु। यहाँ पहिला रवि लामेछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र राष्ट्रिय स्वतन्त्रको जति पनि निर्वाचित सांसदहरू छन्, अब तिनीहरूको बिचमा प्रब्लम यहाँ सुरु हुन्छ। 6 महिना बालनलाई प्रधानमन्त्री बनाउने, त्यस पछाडि संसद दलको नेताबाट उहाँलाई हटाएर अल्टिमेटली रवि लामिछाने प्रधानमन्त्री बन्ने हो। हुन त तपाईँको पार्टीको संसद दललाई नेता बनाउँछ भन्यो। अब खेल आधार के आधारमा तपाईँले भन्दै हुनुहुन्छ, के आधारमा प्रोसेस गर्दै हुन्छ, के आधारमा तपाईको उपसभापतिले चाहिँ मुख खोलिदिनु भयो नि त। सहमति भएको मलाई थाहै छैन। होइन, उपसभापतिले अघि भर्खर मैले एउटा क्लिप हेरेको थिएँ, आज बिहानको बालेन हाम्रो भावी प्रधानमन्त्री भनेर बोलिरहनु भएको छ। तर तलाउमा शान्त तलाउमा ढुङ्गा हानेपछि छाल आइसकेपछि अनि म यो ढुङ्गा मैले हाने त होइन भनेर त्यो छाल रोकिन्छ त। स्पष्ट मैले अघि पनि यहाँलाई भने, हामीले हाम्रो संसदीय दल बसिसकेपछि हामीले चुनावको दौरानमा भावी प्रधानमन्त्रीका उम्मेदवार भनेका राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हामी त्यस चरणमा प्रवेश गरेका छैनौँ। पहिला त थाहा हुनु पर्यो, कुराकानी हुनु पर्यो, के कस्तो छ, कहाँ छ, के छ भन्ने एउटा बुझ्नु पर्यो। एकअर्कासँग चाहिँ परिस्थितिबारे सफाई सचिवको बन्छ, डिएसपीको बन्छ, आइएसपीको को कहाँ के बन्छ अहिले छोडिदिनु। इम्पोर्टेन्ट कुरा त्यो होइन, इम्पोर्टेन्ट कुरा यहाँ छ कि प्रवेश गर्छौँ। अब जस्तो अरू जब कुरा काट्न घुमिरहेका छन्, आफ्नो कुरा आफै हामी सबैसँग कुराकानी गरेर एक ठाउँमा आउनको लागि प्रयास गर्छौँ। र मैले भने अनुसार हामी दुईजना मात्र बस्छौँ, सबैले आफूलाई स्वाद लाग्छ त्यही भनिदिन त भएन। हामी काम गरिरहेका छौँ, हामी निरन्तर प्रयास गरिरहेका छौँ। राष्ट्रपालले गर्छ, यो राष्ट्रपालको जिम्मेवारी पनि हो। त्यस कारणले हामी त्यो जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने चरणमा छौँ। स्वतन्त्र पार्टी पहिले उनीहरूले भनेको थियो सबै परिवर्तनमा लाग्नुभएका नयाँ वैकल्पिक भएको शक्तिहरूलाई संवाद मार्फत एक ठाउँमा कसैले यहाँसम्म पनि भनिरहेको छ, अगाडि बढी नै 2 साल प्रधानमन्त्री बालन शाह बन्ने र 3 साल रवि लामिछाने बन्ने। मैले पहिले भनेको थियो कि देशको इतिहास छ अहिलेसम्म। राजा जब थियो, जब राजतन्त्र थियो त राजालाई हटाएर जब आजादी पायो जनताले, जब यो देश स्वतन्त्र भयो, जब राजगद्दीबाट राजालाई हटाइयो, त्यहाँदेखि यहाँसम्म अहिले पनि कुनै पनि एउटा व्यक्ति र एउटा पार्टीको कुनै पनि व्यक्ति 5 साल कार्यकाल प्रधानमन्त्रीको छैन। न त शेरबहादुर देवा 5 साल एकचोटि खुसीमा 5 साल राष्ट्र प्रधानमन्त्री बनेको छ, न त केपी ओली शर्मा बनेको छ, कुनै पनि नेता बनेको छैन। 2 सालहरूको, 2 सालहरूको, 3 सालहरूको, 4 सालहरूको, 5 सालहरूको यस्तो खेल भइरहेको छ। तर पुरानै दलहरू आफ्नो खुसीको चेल खेलमा यस्तो भएको। आज त्यो पुरानो दलको सत्ता प्लट गरेर राष्ट्रिय स्वतन्त्र पार्टी यो मुकाममा आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमा आउनुभन्दा अघि नै भनेको थियो हाम्रो पार्टीको वरिष्ठ नेता बालन शाह हो र हाम्रो पार्टीबाट अब जित हासिल गर्छ भने, फुल बहुमतले अगर जित्छ भने बालन शाह नै 5 साल कार्यकाल प्रधानमन्त्रीको हुन्छ र 5 साल कार्यकाल प्रधानमन्त्रीको कुर्सीमा बालन शाह हुन्छ। बालन शाहले देशको नेतृत्व गर्छ। यसमा कुनै दुई मतको राय छैन, कोही दुई मतको भाषण छैन। बालन शाह चाहिँ हाम्रो प्रधानमन्त्री हो। 5 सालसम्म बालन शाह देश चलाउँछ भने डिपी आर्यालले पनि भन्छ हामीले सहमति गरेका छौँ, लेखेका छौँ, 5 साल चाहिँ बालन शाह चाहिँ प्रधानमन्त्री छ। रवि लामिछाने यहाँ पनि भनेको थियो, त्यहाँ एउटा राम्रो व्यक्ति, राम्रो छवि उसको रवि लामिछानेको कारणले जनताले भोट दिएको होइन। मध्य प्रदेशमा भोट यति आएको त त्यो रवि लामिछानेको कारणले, बालन शाहको कारणले, बालन शाहको नेतृत्वको कारणले। अगर यहाँ बदलियो भने मान्छे, अब यहाँ उसकै पार्टीमा चेल खेल भइरहेको छ। जब उसकै पार्टीको सचिव, महासचिव, उसकै पार्टीको सल्लाहकार, उसकै पार्टीको मन्त्रीगण, नेतागणमा ड्रामा गरिरहेको छ। बालन शाहलाई 5 सालको कार्यकाल प्रधानमन्त्री बनाएन भने देशमा भुइँचालो आउन सकिन्छ। यति कुरा याद राख्नु होला। राष्ट्रिय स्वतन्त्र पार्टी जसरी पुरानो दल हटायो नि त नयाँ दललाई दियो भने पावरलाई मिसयुज नगर्नु, जनतालाई भ्रममा नपार्नु, जनतासँग गरेको वादा र जनतासँग
वाचापत्र तपाईँहरूले जुन देखाएको थियो र वाचापत्र जुन वाचापत्रको अनुसार तपाईँहरूले भोटमा आएको थियो, इलेक्सनमा आएको थियो, त्यही वाचापत्रको अनुसारले तपाईँहरू यहाँसम्म पुग्नुहोस्। आग्रह छ, न त फेरि देश सङ्कटमा जान सकिन्छ। यो युवा अहिले आजकलको युवाहरू पुरा डिजिटल दुनियाँ छ, कता के भइरहेछ, कता के घटिरहेछ सबै थाहा छ हरेक प्राणीलाई, हरेक युवा युवतीलाई। त्यसै कारण भ्रममा कसैलाई नपार्नु। पार्टीभित्र चल्छ। आफ्नो प्रतिक्रिया कमेन्टमा दिनु होला। जय नेपाल, जय राष्ट्र साथीहरू।